हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी पनि हल्दीवाला ट्रेन गरिदिउँ न भनेर बुढाबुढी सल्लाह गरेर टक्क बेसार लिए अनि लाइटहरू सबै अफ गरेर टक्क लाएर ठ्याक्क बेसार हल्दी हाल्दै थिएँ। ल माया मैले त खिच्नै बिर्सेँ, फेरि गर भन्नुभयो। अनि फेरि गरौँ न त भनेर फेरि अनि हुन्छ नि त फेरि गरौँ, हेरौँ न फाइनल लुक कस्तो आउँछ भनेर। अनि फेरि अर्को ग्लास रेडी गरेँ मैले अनि टक्क लाइटमा राखेर यस्तो राम्रो फाइनली यस्तो राम्रो देखेको छ यहाँ चाहिँ। आहा एकदमै मजा आयो हेर्दा पनि, अरूले गरेको देख्दा एकदमै रहर लागेको थियो कि हामीलाई पनि एकदमै हामी नि गरौँ न भनेर। अनि आज ठ्याक्क गरेको यस्तो दामी देखिँदो रहेछ। अनि यतिकैमा बुढाले मा यस्तो राम्रो हुँदो रहेछ, क्यामेराले खिचौँ न भन्नुभयो। नि हुन्छ भनेर फेरि अर्को ग्लास रेडी गरेँ। अनि यो चाहिँ फर्स्टवाला ग्लास हो, यो चाहिँ सेकेन्डवाला ग्लास अनि थर्डवाला ग्लास पनि मैले रेडी गरेँ। रेडी गरेर अनि उहाँले चाहिँ क्यामेरा रेडी गर्नुभयो। अनि तेस्रो चोटिमा फेरि क्यामेराले खिच्न रेडी भयौँ हामी। अनि उताबाट भयो कि भएन चाँडो गर न भन्दै हुनुहुन्छ। अनि यो चाहिँ थर्डवाला लाइट राखेर पानी राखेर अनि रेडी म चाहिँ फोनले खिच्न पनि। अब हेर्नुहोस् है त कस्तो देखिन्छ। हजुरहरू सबैजनाले हेर्नुहोस् ल। आहा सो नाइस। साँच्चै नै मजा आउने रहेछ, अरूले गरेको देख्दा भन्दा पनि आफूले गर्दा चाहिँ अझै धेरै मजा आउने रहेछ। हेर्नुहोस् न कस्तो राम्रो, क्या मजा आयो। म त एकछिन त हेरेको हेरे भयो, अरूले बनाएको मात्रै देखेको थिएँ नि त। एकदम मजा आउँदो रहेछ। अनि बुढाले चाहिँ यता पनि देखाऊ क्यामेरामा पनि भन्नुभयो। अनि फेरि क्यामेराबाट नि एकचोटि हेऱ्यौँ हामीले। यसमा चाहिँ अझै धेरै बवाल देखेको छ हामीले। यसको फाइनल लुक सर्ट्समा राखेको छु मैले, हेर्नु होला। त्यसमा चाहिँ फाइनल क्यामेराबाट खिचेको लुक छ त्यसमा चाहिँ। अनि यसरी खिचियो। अनि यसो सोचेँ तातो पानी तताएर खानुपर्छ क्या बेसार पानी भनेर। अनि म चाहिँ के कम अहिले झरी परेर रुगाखोकी पनि भइरहेको थियो। अनि बरु बेसार पानी पकाएर खान्छु मजाले भनेर अनि किचनतिर लागेँ। फाल्नै माया लाग्यो कि बेसार पानी। अनि मजाले एकछिन उमाले कतिखेर पाक्छ भनेर छिटो खान मन लागिहाल्यो थियो। एक्साइटमेन्ट भएर कि त्यो भिडियो राम्रो भएको देखेर खुसी लागेर के। अनि बेसार पानी रेडी हुँदैछ। मौसम पनि बेसार पानी खाने जस्तै छ। बाहिर यत्रो ठुलो झरी परिरहेको छ, बाहिरको आवाज सुन्न पनि सक्नुहुनेछ यहाँहरूले। र बेसार पानी टक्क बुढाबुढीले खायौँ।